आज म बनाउन गइरहेको छु कागतीको अचार। सबैभन्दा पहिले कागतीको अचार बनाउनको लागि कागतीलाई यस्तो पहेँलो कागती मिठो हुन्छ। निम्बुलाई राम्रोसँगले पखालेपछि भकभक उम्लेको तातो पानीमा 2-3 मिनेट हाल्दिने, जसले गर्दा चाहिँ बोक्रा नरम हुन्छ अनि अचार पनि मिठो हुन्छ, तितो हुँदैन। अनि त्यसपछि सानो टुक्रा पारेर काट्ने, आफूलाई कस्तो मनपर्छ त्यस्तै सेप पारेर काट्ने। त्यसपछि भुट्ने तोरी, अलिकति सुकेको खोर्सानी, अलिकति जिरा अनि मेथीले मिठो बास्ना आउँछ, मिठो पनि हुन्छ। त्यसपछि त्यो काटेको कागतीलाई ओभान हुन छोड्दिने, अथवा घाम लागेको छ भने सुकाउँदा पनि भयो। अनि त्यसपछि एउटा ठुलो भाँडामा चाहिँ यसरी मैले जसरी नै पहिले तेल, नुन, बेसार अनि अघि काटेको कागती अनि अघि पिसेको मसला हालेर मजाले चलाउने। धेरै चलायो भने ल्यात्त पर्छ, फेरि धेरै पकाएको छ भने। मैले चाहिँ ठिक्क पकाएको छु ताकि धेरै फ्यात्त नहोस् भनेर, नरम पनि होस् अनि धेरै फ्यात्त पनि नहोस्। फ्यात्त परेको त खाना पनि मजा आउँदैन नि त, हैन? अलिअलि ओबानो खाना मजा आउँछ नि त। त्यही भएर चाहिँ मैले अनि त्यसपछि मैले सिसाको बयममा 2टा सिसाको बयम भेटिन, एउटा मात्रै सिसाको बयममा मजाले मस्तसँग मोलेर मसलैसरी बनाएर अचार हालेँ। यो चाहिँ अरू मुलाहरूको अरू थोकको अचार भन्दा हेल्दी अचार हो, किनभने हेल्दी त होइन बयमको अचार, तर यो छिटो खाना खाएर सकिहाल्यो भने यसले केही असर गर्दैन, किनकि कागती अरूभन्दा धेरै स्वास्थ्य हो नि त। त्यो भएको हिसाबले मैले यसरी बोतलमा राख्दैछु। अब यो आजैदेखि खान पनि मिल्छ, हल्का बोइल भएकोले गर्दाखेरि। र यो 1 हप्ता पछाडिदेखि खाना सुरु गर्यो भने चाहिँ कति धेरै मिठो हुन्छ। भातसँग मासु अनि एउटा साग अनि अचार बनाउनु पर्दैन, यही अचार अनि टक्क भात, कस्तो मिठो हुन्छ। भेजिटेरियनहरूको लागि पनि दाल बनायो अनि 1-2वटा तरकारी बनायो अनि टक्क भात, कस्तो मिठो हुन्छ। तपाईहरु पनि बनाएर इन्जोय गर्नुहोस्। धन्यवाद। मन पर्यो भने यो अचार यस्तै बनाउन ट्राई गर्नुहोस् अनि मेरो भिडियोलाई पनि लाइक गरिदिनुहोस्। बाइ बाइ।